नमस्ते साथीहरू, हजुरहरू सन्चै हुनुहुन्छ। आज चाहिँ हामी धरतीकै पहिलो तीर्थस्थल बराह क्षेत्र गएका थियौँ, जुन चाहिँ सुनसरी डिस्ट्रिक्टमा पर्दछ। हामी चाहिँ त्यहाँ दिउँसोको टाइममा जस्ट भिजिटको लागि मात्र गएका थियौँ। तीर्थस्थल भएर होला दिउँसोको टाइममा पनि मान्छेहरूको भिडभाड त्यति नै थियो। यहाँको भ्यूको त कुरै नगरौँ, सुन्दरताले भरिपूर्ण थियो। मलाई त्यहाँ गएपछि एकदमै पोजिटिभ भाइब्सहरू आइरहेको थियो। बराह क्षेत्र मन्दिरको स्ट्रक्चर, स्कल्पचर एकदमै राम्रो थियो। यहाँ हाम्रो भेट बाँदर र कुकुरसँग पनि भयो। अनि आई लभ टेकिङ भिडियोज अफ एनिमल्स है। यहाँ अर्को मूर्ति थियो जङ्गली बँदेल सुँगुर, जसलाई बराह अवतार भनिन्छ, जुन भगवान विष्णुको तेस्रो अवतार मानिन्छ। माथि मन्दिर घुमघाम गरेपछि त्यसपछि हामी तल झर्यौँ। पूजा गर्ने ठाउँ सप्तकोशी, वान अफ द लार्जेस्ट रिभर इन नेपाल। त्यहाँ तल गएपछि आई कान्ट कन्ट्रोल माइ सेल्फ फ्रम रेकर्डिङ भिडियोज। द भ्यू वाज ब्रेथ टेकिङ। आई एम अ नेचर लभर, सो आई इन्जोय रेकर्डिङ नेचर भिडियोज लिँदै लिँदै माथिबाट एउटा बोट पनि आइरहेको थियो, जुन चाहिँ यहाँ ट्रान्सपोर्टेसनको रूपमा प्रयोग हुने गर्दछ। त्यसपछि हामी कोशीबाट मास्तिर फर्क्यौँ। कोशीमाथि नै एउटा झोलुङ्गे पुल रहेको थियो र झोलुङ्गे पुल क्रस गरेर हामी पारी गयौँ। यो बाटो चाहिँ भोजपुर धनकुटा पनि जाने रहेछ। त्यहाँ पुगेपछि हामीले कोल्ड ड्रिङ्क्स चटपटी खायौँ र अराउन्ड 30 मिनट्स जति रेस्ट गरेर त्यहाँबाट हामी फर्क्यौँ। त्यतिले मात्र नपुगेर यो होटलमा आएर हामीले चिया चाउमिन पनि खायौँ। We had a beautiful day in nature, fresh air and filled with positive vibes. And now it's time to end my mini vlog here. Thank you so much for watching my mini vlog. Bye bye.